आज हामीले पूर्व निर्धारित कार्यक्रम बमोजिम पार्टीले 2083 श्रावण 24 देखि भाद्र 1 गतेसम्म पार्टीको केन्द्रीय समितिको बैठक बस्यो र बैठकले गरेका विविध निर्णयहरूलाई सार्वजनिक गर्ने उद्देश्यले र समसामयिक राजनीतिका सन्दर्भमा कांग्रेस पार्टीको दृष्टिकोणलाई जनसमक्ष पुर्याउने उद्देश्यले आज पत्रकार सम्मेलनको हामीले आयोजना गरेका हौं र हाम्रो कार्यक्रममा उपस्थित भएर निमन्त्रणा स्वीकार गरिदिनु भएकोमा आदरणीय पत्रकार साथीहरूलाई हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु। विशेष गरेर 24 गतेदेखि 1 गतेसम्म लामो समय हामीले सम्पूर्ण ध्यान पार्टीको केन्द्रीय समितिमा लगायौं, छलफलमा लगायौं र छलफलका मुख्य विषयहरू पार्टीको आन्तरिक जीवनमा संगठनात्मक सुदृढीकरणका विषयमा थिए। धेरै विषयहरू हामीले जनताले भोगेका दैनिक समसामयिक जे जति कठिनाइका मुद्दाहरू छन्, दैनिक जीवनमा परेका कठिनाइहरूलाई पार्टीले सरकारको ध्यान आकर्षण गराउने मुद्दामा केन्द्रित थिए धेरै कुराहरू। यसका अतिरिक्त सरकार जो सर्वसत्तावादी बाटोमा हिँडिरहेको छ, नियन्त्रणको अवस्थामा छैन, जनउत्तरदायी छैन र सरकारलाई सचेत गराउने र आफ्नो बाटोमा हिँडाउनको लागि र प्रतिपक्षको नाताले गर्नुपर्ने कर्तव्य पार्टीले त्यससँग सम्बन्धित निर्णयहरू गरेको छ। यसको अर्थ हामी सरकारको आलोचक होइनौं, सरकारको सहयात्रीको रूपमा आगामी दिन हामी जान चाहन्छौँ। सभापतिजीले हिजोकै बैठकमा स्पष्ट भन्नुभएको छ, सार्वजनिक रूपमा हामी सहयात्रीको रूपमा हामी जान चाहन्छौँ र यसको अर्थ यो होइन कि सरकारका हरेक गलत कदमको हामी साक्षी बसेर रहन सक्दैनौँ र हाम्रो प्रतिपक्षको उत्तरदायित्व हामीले निर्वाह गर्नै पर्छ भन्ने कुरा हामीले हिजो सार्वजनिक गरिसकेका छौँ। विशेष गरेर हाम्रो बैठकमा पारित निर्णयहरू मूलतः तीन प्रकृतिका छन्। एउटा संगठनको आफ्नो आन्तरिक जीवनसँग जोडिएका प्रश्न छन्, एउटा प्रश्न सरकारलाई दिशा निर्देश गर्ने प्रश्नहरू छन्, एउटा जनताको जनजीविकाको प्रश्नहरू जो जनताले भोगेका समस्याहरू छन् त्यसलाई लिएर हामीले उठाएका प्रश्नहरू छन् र यी प्रश्नहरूलाई म यहाँ तपाईहरुलाई संक्षेपमा राख्न चाहन्छु। डिटेलमा हामीले समय समयमा सार्वजनिक गरेको प्रेस नोटबाट पनि हामीले सार्वजनिक गरिसकेका छौँ। यसलाई म संक्षेपमा यहाँहरुको बिचमा राख्न चाहन्छु। विशेष गरेर समसामयिक र नीतिगत प्रस्तावको सन्दर्भमा हामीले पारित गरेको निर्णय चाहिँ संविधान, लोकतन्त्र र संविधानको संशोधनको सम्बन्धमा महत्त्वपूर्ण दस्तावेज रूपमा छ। यो भनेको 2072 सालको संविधान सभाबाट जारी गरिएको संविधान, नेपाली कांग्रेसको नेतृत्वको सरकारले जारी गरेको संविधान हो। यो जनआकांक्षाको ऐतिहासिक उपलब्धि पनि थियो। नेपाली कांग्रेस संविधान निर्माणको प्रमुख नेतृत्वकर्ता भएको हुनाले यसको रक्षा गर्ने, यसलाई कार्यान्वयन गर्ने र आवश्यकता अनुसार यसलाई संशोधन गर्दै जाने, जनताको इच्छा मुताबिक संशोधन गर्दै जाने कदमको पनि नेतृत्व कांग्रेसले गर्नुपर्दछ। यसको लागि हामी जिम्मेदार शक्ति हौं भन्ने कुरा हाम्रो बैठकले यसलाई स्वीकार गरेको छ। संविधान गतिशील दस्तावेज हो, बदलिँदो आवश्यकता अनुसार यो संशोधन पनि हुन्छ र यो सबै यो लोकतान्त्रिक प्रक्रियाको यो स्वाभाविक अंग हो संशोधन। यसमा संशोधन गर्ने प्रक्रिया जस्तो गम्भीर प्रक्रियालाई सरकारले जुन हल्का रूपमा प्रस्तुत गरेको थियो, यसमा हामीले सुरुदेखि नै हल्का ढंगले गरिएको संशोधनको प्रयास जुन कार्यदल बनाएको थियो त्यसमा हामी रहेनौं, किनकि हामीले स्पष्ट भनेका थियौं कि संविधानमा लोकतन्त्र, गणतन्त्र, संघीयता, नागरिक सर्वोच्चता, बहुलवाद, बहुदलीय संसदीय प्रणाली, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति तथा प्रेसको स्वतन्त्रता, विधिको शासन, समावेशिता यस्ता प्रश्नहरू, मानवाधिकारका प्रश्नहरू यी चाहिँ संविधानका आधारभूत मान्यता हुन्। यी आधारभूत मान्यतामा कुनै संशोधन हुन सक्दैन। संविधान संशोधनको वैधानिक प्रक्रिया संसदको क्षेत्राधिकारभित्र पर्दछ र यसको संशोधनमा जनमतको प्रतिनिधित्व पनि हुनुपर्छ। यसको लागि सर्वपक्षीय राजनीतिक संवाद, बहस र सहभागिता आवश्यकता पर्दछ
त्यसलाई यो सरकारले गम्भीरतापूर्वक लिएको देखिएन र राजनीतिक छलफल बेगर राजनीतिक दलको सहमति बेगर एकपक्षीय रूपमा एउटा समिति बनायो। संविधान सुधार जस्तो गहन विषयमा यसरी बढ्दा अर्थपूर्ण बहस हुँदैन भन्ने ठानेरै सुरुदेखि नै नेपाली कङ्ग्रेसमा सहभागी हुने नहुने निर्णय लिएको थियो र यो अन्ततगतता जुन अहिले आएर पुष्टि भएको छ, अन्य दलले पनि त्यसमा सहभागिता जनाएका छैनन्। तसर्थ यो विषयमा नेपाली कङ्ग्रेसको स्पष्ट माग छ सरकार समक्ष कि संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारका लागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधान न्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गरियोस्। यो हाम्रो काङ्ग्रेसको माग हो र उन्नत लोकतन्त्र र उन्नत संविधान बनाउने क्रममा त्यसले आवश्यक प्रयत्न सबै सर्वपक्षीय छलफल गरेर आवश्यक प्रयत्न गर्नेछ भन्ने हाम्रो विश्वास छ। दोस्रो मुद्दामा देशको तपाईँको निजी क्षेत्र, देशको आर्थिक विकास, उत्पादन र रोजगारीको लागि प्रमुख सम्भाग शक्ति भएको हुनाले र यसले राजस्व उत्पादन दिने मात्रै होइन, अन्य क्षेत्रमा रोजगारी मात्रै होइन, राज्यको उत्पादकत्व बढाउने प्रक्रियामा पनि यसको धेरै अहम भूमिका छ। यो क्षेत्र अहिले आतंकित छ, भयग्रस्त छ, सन्तासमा छ। हामीले स्पष्ट भनेका छौँ व्यावसायिक गतिविधिलाई अनावश्यक रूपमा सरकारले अपराधीकरण गर्ने कानुनी व्यवस्था पुनरावलोकन गर्न एवं उद्योग मैत्री कानुन बनाउन हामीले आग्रह गर्दै आएका छौँ। स्थिर र पूर्वानुमान योग्य कर नीति, लगानी सुरक्षा र सहजकर्ताको भूमिकामा सरकार देख्नुपर्छ। उत्पादनमूलक र श्रम प्रधान उद्योगलाई प्रोत्साहन गर्ने नीति आवश्यकता छ। बैंकिङ प्रणालीमा रहेको निष्क्रिय तरलतालाई उत्पादन पूर्वाधार र साना मझौला उद्योगमा परिचालन गर्ने व्यवस्था गरिनुपर्दछ। स्वदेशी उत्पादनमूलक उद्योगलाई आवश्यक राहत र प्रोत्साहन उपलब्ध गराउनु पर्दछ भन्ने पार्टीको दृष्टिकोण रहिआएको छ। त्यसै गरी राजस्व चुहावट नियन्त्रणमा सीमावर्ती क्षेत्रका साधारण तथा साना व्यापारीलाई मर्कामा पार्ने, अनावश्यक रूपमा शास्ति दिने कार्य बन्द गरी अवैध आयात तथा तस्करी नियन्त्रण तथा स्वदेशी उद्योगको संरक्षण गर्न बैठक सरकारसँग माग गर्दछ भनेर हामी निर्णय गरेका छौँ। निजी क्षेत्रमा अनावश्यक धरपकड गर्ने, गैर कानुनी खानतलासी गर्ने, आतंकित जस्ता गर्ने कार्यले निजी क्षेत्रको मनोबल घटाएको छ। यसले मुलुकको समग्र आर्थिक प्रणालीलाई थप धराशायी बनाउने हुँदा यस्ता कार्य तत्काल बन्द गर्ने यो सरकारलाई यो बैठकले सरकारलाई सचेत गराएको छ। हाम्रो बैठकको यो निर्णय हो। यसै गरेर हामीले यो संसदीय लोकतन्त्रमा संसदीय सर्वोच्चता, यसको आदर्श स्थापित कायम गर्नुपर्छ भनेर एउटा महत्त्वपूर्ण प्रस्ताव पास गरेका छौँ। यस अन्तर्गत संसद तथा संसदीय समितिहरू लोकतन्त्रका उत्तरदायित्वका महत्त्वपूर्ण संस्था भएकोले जनप्रतिनिधिको भाषा, व्यवहार, प्रस्तुति, तथ्य शिष्ट र मर्यादित हुनुपर्दछ भन्ने हाम्रो धारणा रहिआएको छ। नेपाली कांग्रेस संसद तथा संसदीय समितिमा देखिएका अमर्यादित गतिविधिप्रति गम्भीर असहमति व्यक्त गर्दछ र सबै जनप्रतिनिधिलाई उच्च राजनीतिक मर्यादा तथा संसदीय संस्कार कायम गर्न आग्रह गर्दछ। किनभने संसदमै आदर्श स्थापित भएन भने बाँकी कहाँ अभ्यास राम्रो होला भन्ने महत्त्वपूर्ण विषय हो। कार्यपालिकाको विशेष गरेर त्यस्तै गरी कार्यपालिकाको शासकीय अराजकता, यो एडमिनिस्ट्रेटिभ एनार्किजम देखिएको छ। अराजकता, व्यवस्थापिकाप्रति अनुत्तरदायी व्यवहार, जवाबदेही नहुने, सरकार संसदमै नजाने, संवैधानिक निकाय वा न्यायपालिका क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्ने, शक्ति पृथकीकरणको सीमालाई उल्लङ्घन गर्ने तथा राज्यको निकायलाई नियन्त्रणमा राख्ने सर्वसत्तावादी चरित्र प्रवृत्ति लोकतान्त्रिक शासनको लागि स्वीकार्य हुन सक्दैन। प्रतिनिधि सभामा सदस्यहरूले नेपालको सार्वभौमसत्ता र विदेश नीतिका बारेमा बारम्बार प्रधानमन्त्रीसँग जवाफ माग गरे पनि अनुत्तरदायी ढङ्गमा सदन सञ्चालन हुँदै आएको छ। सदनमा प्रधानमन्त्रीले भनेका शब्द हामी सबैलाई थाहा छँदैछ, त्यसको जवाफ उहाँले आजसम्म दिनुभएको छैन। त्यति संवेदनशील विषय हो त्यो। यसै गरेर तपाईँको सरकारका संविधान र कानुनको सीमाभित्र रही शासन सञ्चालन गर्न, संवैधानिक निकायको स्वतन्त्रता कायम गर्न तथा नागरिक एवं जनप्रतिनिधिपूर्ण
जवाबदेही, पारदर्शी र परिणाममुखी शासन सुनिश्चित गर्न नेपाली कांग्रेसले आफ्नो बैठक मार्फत जोडदार माग गरेको छ। सरकारका राम्रा कामको आवश्यक सहयोग गर्ने र गलत काममा प्रश्न तथा सचेत गराउने प्रमुख प्रतिपक्षको भूमिकालाई नेपाली कांग्रेसले जिम्मेदार लोकतान्त्रिक दायित्वको रूपमा निरन्तर निर्वाह गर्नेछ। यो हाम्रो अठोट रहिआएको छ। यसै गरेर अहिले विशेष गरेर लोकतन्त्रमा प्रेस तथा स्वतन्त्रताको अत्यन्तै महत्त्व हुन्छ। स्वतन्त्र प्रेस लोकतन्त्रको आधार स्तम्भ र नागरिकको सुसूचित हुने अधिकारको महत्त्वपूर्ण माध्यम हो। कानुन उल्लङ्घन भए कानुन बमोजिम अनुसन्धान तथा कारबाही हुन सक्ने भए पनि संवैधानिक प्रक्रिया र स्थापित कानुनी विधि पन्छाएर पत्रकार पक्राउ गर्ने, सञ्चार गृहमा अनावश्यक हत्या गर्ने र त्रासको वातावरण सिर्जना गर्ने कार्य स्वीकार्य हुन सक्दैन। हालै नेपाली कांग्रेसका सभापति तथा सञ्चार क्षेत्रका मूल गेट अगाडि सरकारको प्रत्यक्ष संलग्नतामा गाडी पार्किङ गर्ने जस्ता निन्दनीय कार्य तथा सामाजिक सञ्जालमा सरकार विरोधी सामग्री लेखिएकै भरमा नागरिकलाई त्रसित गर्ने कार्यले सरकारको सर्वसत्तावादी चरित्र उद्धाङ्ग भएको छ। सरकारले यस्ता अवांछित कार्य तत्काल बन्द गराई नागरिक स्वतन्त्रताको रक्षा गर्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ। अब यस्तै किसिमले देशको अहिले ठुलो समस्याको रूपमा देखा परेको भूमिहीन तथा सुकुम्बासी समस्याका बारेमा पनि पार्टीको स्पष्ट धारणा रहिआएको छ। भूमि तथा सुकुम्बासी समस्या सामाजिक न्याय, आवास र नागरिक सम्मानसँग जोडिएको संवेदनशील विषय हो। वास्तविक भूमिहीनको पहिचान गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण र भूमि नागरिकको अधिकार सुनिश्चित गर्ने स्थायी, पारदर्शी र न्यायोचित समाधान आवश्यक छ। अस्थायी आश्वासन, अस्थायी समाधान, अस्थायी नीति, अस्थायी विधि सबै समितिहरूमा सीमित नरही यो समस्याको स्थायी समाधान खोज्न तथ्यमा आधारित अभिलेख व्यवस्थित आवास पुनर्स्थापना र दीर्घकालीन समाधानको व्यवस्था गर्न बैठक सरकारसँग जोडदार माग गर्दछ। त्यसै गरी जनताले दैनिक जीवनमा बिहोर्नु परिरहेको ग्यास अभाव, महँगी र आपूर्ति व्यवस्थापनका सन्दर्भमा पार्टीले सरकारको ध्यान आकर्षण गराएको छ। खाना पकाउने ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो। हाल देखिएको ग्यास सङ्कटको तत्काल समाधान गर्न तथा नेपाल आय निगमको आयात, भण्डारण र वितरण व्यवस्थापनमा देखिएका कमजोरीमा सरकार पूर्ण रूपमा असफल देखिएको छ। खेतीका समयमा मल बिउ उपलब्ध गराउने प्रतिबद्धता विपरीत सरकारले किसानलाई केवल आश्वासन मात्रै बाँडेको, मल किन सीमावर्ती क्षेत्रमा जानु परेको र सीमावर्ती क्षेत्रमा पिटिने, थुनिने, लुटिने काम नागरिकहरूले दुःख पाइरहेको अवस्था हामीलाई सर्वविदित छ। यो अवस्थामा सरकार सचेत हुन जरुरी छ र किसानका प्रति, सीमावर्ती क्षेत्रका जनताको समस्याका प्रति उत्तरदायित्व ग्रहण गर्न आवश्यक छ। सरकारले बिजुलीमा लगाएको भ्याट अहिलेसम्म फिर्ता गरेको छैन। महँगो भ्याट छ। तपाईको जलविद्युतको धनी देशमा बिजुली उपभोगलाई बढाउनु पर्ने ठाउँमा निरुत्साहित गर्ने उद्देश्यले उल्टो भ्याट थपिरहेको अवस्था छ। त्यसै गरेर आफ्नो कमजोरी स्वीकार गरी तत्काल सुधार गर्न तथा दाल, चामल, खानेतेल लगायतका दैनिक उपयोग वस्तुको अस्वाभाविक मूल्य वृद्धि, बजारमा अभाव नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन, आपूर्ति व्यवस्थापन, कृत्रिम अभाव तथा कालो बजार नियन्त्रण र स्पष्ट कार्ययोजना तत्काल लागू गर्न सरकारसँग आग्रह गर्दछ। कांग्रेस पार्टीको यो धारणा रहिआएको छ। विपद व्यवस्थापन अहिले धेरै मनसुनको बेलामा धेरै धनजनको क्षति भएको छ। विपदमा आक्रान्त भएको छ नेपाली नागरिकहरू। मनसुनजन्य बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपदबाट नागरिकको ज्यान जाने, घाइते हुने तथा घरबार हुने क्रम गम्भीर चिन्ताको विषय हो। विपद भएपछि मात्र उद्धार र राहतको तयारी गर्ने होइन, विपद जोखिम न्यूनीकरण गरेर पूर्व तयारीलाई राज्यको नियमित शासन प्रणालीकै अङ्ग बनाउनु पर्दछ भन्ने हाम्रो मान्यता हो। सङ्घ, प्रदेश, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, जल तथा मौसम विज्ञान विभाग, सडक तथा स्वास्थ्य संस्था र स्थानीय विपद व्यवस्थापन समिति बीच प्रभावकारी समन्वय गरेर एकीकृत प्रणाली निर्माण गर्न तथा आवश्यक लजिस्टिक उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराइन्छ। जोखिमयुक्त बस्ती, सडक, नदी तथा डुबान र पहिरो क्षेत्रको नक्साङ्कन, प्रभावकारी पूर्व सूचना प्रणाली, उद्धार जनशक्ति तथा उपकरणको पूर्व तयारी, दुर्गम तथा संवेदनशील क्षेत्रसँग सूचना पुर्याउने वैकल्पिक संयन्त्र र विपदपछि तत्काल उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाको व्यवस्था सुनिश्चित गर्न सरकारसँग हाम्रो पार्टीको माग गर्दछ। पार्टीले र यस कार्यमा देशमा यो विपदको अवस्थामा पार्टीका सबै तहका साथीहरू, भारतीय तथा शुभेच्छुक संस्थाहरूलाई आफ्नो क्षेत्रमा विपदमा जहाँ परेको छ, जोखिम छ, त्यो ठाउँको न्यूनीकरणको लागि पूर्व तयारी, उद्धार र राहतमा सक्रिय रहन पार्टीका आफ्ना सम्पूर्ण सदस्यहरूलाई
परिचालन गर्ने सतर्क हुने सहयोग गर्ने कुरा निर्देश गरेको छ र हामीले यो कुरालाई धेरैचोटि उठाएका छौँ। सामाजिक सद्भाव र सरकारको जवाबदेहिताको बारेमा फेरि यो कुरालाई हामीले बैठकमा प्रवेश पाएको छ। यो सुनसरीको देवानगञ्ज, कप्तानगञ्ज, सिरा लगायतका मधेसका विभिन्न स्थानमा भएको दुर्घटना घटनापछि उत्पन्न तनावपूर्ण परिस्थितिलाई नेपाली काङ्ग्रेसले राष्ट्रिय सङ्कटको रूपमा ग्रहण गरेर शान्ति, सद्भाव र सामाजिक एकताको पक्षमा आफ्नो भूमिका निर्वाह गरेको कुरो यहाँहरू सबैलाई विदितै छ। घटनाको निष्पक्ष र स्वतन्त्र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय र सर्वस्वीकार्य आयोग, न्यायिक आयोग गठन गर्नुपर्ने हाम्रो मुद्दा यथावत छ। सरकारले आफ्नो कमजोरीहरू ढाकछोप गर्न गृह मन्त्रालयकै आयोगबाट यो कामहरू सम्भव नहुने भएको हुनाले, किनकि यो घटना सुरुवात हो कि अन्तिममा हुन सक्छ, फेरि पनि यस्ता घटना घट्न सक्छ, त्यसले गर्दा उच्च सतर्कता आवश्यकता छ। सरकारले पीडित पक्षसँग गरेका सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन गर्न तथा राज्यको दमनका कारण मृत्यु भएका परिवार, घाइते तथा निजी सम्पत्तिमा क्षति पुगेका नागरिकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराइन्छ। चिकित्सक, यसैबीच चिकित्सक, नर्स लगायत अन्य धेरै निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध उत्पादक, विभिन्न के अरे यो लगायत दुग्ध तथा उकुत किसान, अनुसूचित लघुवित्त के धेरै चिजसँग सरकारले सम्झौता गरेको छ। अनुचित लेनदेन आदि पीडित नागरिकहरूसँग, त्यस्तै विभिन्न पेसा सङ्गठनहरूसँग, सङ्घ संस्थासँग सरकारले गरेका सहमति धेरै गरेको छ। तर सहमतिको लागि तत्काल झाडो डाल्नको लागि होइन कि कार्यान्वयनको लागि गर्नुपर्दछ। यदि ती कार्यान्वयन भएन भने सरकारका प्रति नागरिकको विश्वास समाप्त हुन्छ र नागरिकको सरकारको प्रति विश्वास कायम गर्नको लागि पनि आफूले गरेका सम्झौताको दायित्व लिने र कार्यान्वयन गर्ने सदारता सरकारले देखाउनु पर्दछ भन्ने हाम्रो पार्टीको मान्यता रहिआएको छ। त्यसै गरेर राजदूत तथा अन्य नीतिका सन्दर्भमा धेरै लामो समयसम्म राजदूतहरू खाली छन्। देशको विदेश नीतिमा राजदूत भनेको सामान्य विषय होइन, देशको प्रतिनिधित्व गर्ने संस्था हो। त्यो राजदूतविहीन हुनु भनेको हाम्रो विदेश नीतिमा अपरिपक्वता र तपाईँको यसमा देखिएको छ। विभिन्न वाणिज्य दूतावासमा वाणिज्य दूतहरू नरहेर प्रवासी नेपालीहरूले आफ्नो पासपोर्ट नवीकरण गर्ने लगायतका धेरै सानाभन्दा साना कुराहरूमा दुःख पाइरहेका छन् र ती निकायको अभावले गर्दा कतिपय ठाउँमा नेपालीहरूले, विशेष गरेर प्रवासमा रहेका नेपालीहरूले 2 महिनासम्म पनि, कतिपय घटनामा 2 महिनासम्म पनि नेपाल लास चाहिँ नेपालमा ल्याउन नसकेको अवस्था छ र ल्याउने क्रममा पनि सरकारलाई रेमिटेन्स प्यारो छ, तर ती नागरिकको जीवन प्यारो छ। जीवनका प्रति जिम्मेदारी सरकारले देखाएको छैन। 2 महिनासम्म त्यो आफ्नो नागरिकको घरको परिवारको लासहरू घरमा नआउँदाखेरि कस्तो खालको भावना आएको होला। उसले पठाएको पैसा देशलाई चाहिने तर उसको जीवन सरकारलाई नचाहिने खालको सोच बदल्न जरुरी छ। यसलाई उत्तरदायित्व दिनको लागि सरकारले आवश्यक प्रबन्ध पनि गरोस्। धेरै यी निकायमा रिक्तता देखिनाले हाम्रो चाहिँ यो धेरै नागरिक दुःख पाएको कुरालाई हामीले ध्यान आकर्षण गराएका छौँ। चाँडोभन्दा चाँडो ती पूर्ति गरिनुपर्दछ। त्यसै गरेर विभिन्न तपाईँको निकायमा, सरकारी निकायहरूमा एकैचोटि अध्यादेशले अवकाश दियो। अवकाश राम्रा मान्छे थिएनन्, राम्रा मान्छे ल्याउनको लागि गरियो भनियो। तर तुलनात्मक रूपमा हामी हेर्दाखेरि अहिले सरकारले गरेका नियुक्तिहरू तपाईँको एउटा दलसँग नजिक, कुनै न कुनै रूपमा तपाईँको आशीर्वाद नजिक र कृपाको नजिक नियुक्ति भएको धेरै देखिएको छ। सरकारको नियुक्तिमा पारदर्शिता, निष्पक्षता र योग्यता सरकारले पूर्ण रूपमा अवलोकन गरेको देखिएको छैन। यसमा हामीले गम्भीर चासोको विषय बनाएका छौँ। अब मैले पार्टीको आन्तरिक जीवनमा प्रवेश गरेँ। आन्तरिक जीवनमा जाँदा सङ्गठनात्मक र वैधानिक निर्णय हामी पार्टीले गरेको छ। जस्तो यसमा 15औं महाधिवेशन, नेपाली काङ्ग्रेसको विधान, नेपालको संविधान र प्रचलित कानुनले निर्धारण गरेको समय सीमा, यसलाई ख्याल गरिदिनु होला है। नेपाली काङ्ग्रेसको विधान, नेपालको संविधान तथा प्रचलित कानुनले निर्धारण गरेको समय सीमा र विशेष महाधिवेशनको निर्णयलाई ध्यानमा राखी पार्टीको 15औं महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने पार्टीको वैधानिक तथा राजनीतिक दायित्व हो। केन्द्रीय कार्यसमितिको पूर्व निर्णय अनुसार 15औं महाधिवेशन 83 असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने निर्णय यथावत कायम राखिएको छ। महाधिवेशनलाई प्राविधिक निर्वाचन प्रक्रियामा सीमित नराखी पार्टीको लोकतान्त्रिक नवीकरण, एकता, सहमति, संवाद र व्यापक सहभागिताको महाउत्सवको रूपमा सम्पन्न गर्ने वातावरण निर्माण गरिनेछ।
भदौ महिनामा हुन सक्ने अत्यधिक वर्षाका कारण वडा पालिकामा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राखी निर्धारित समयमा केन्द्रीय निर्वाचन सम्पन्न हुने सुनिश्चितता कायम गर्दै केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला निर्वाचन समितिसँग समन्वय गरी तल्लो तहका निर्वाचन कार्यतालिकामा आवश्यक सामान्य फेरबदल गर्न सक्नेछ। महाधिवेशन तयारीका लागि आवश्यक समितिहरू गठन गरेर तिनका संयोजक र सदस्यहरू नियुक्त गर्ने जिम्मेवारी पार्टी सभाले दिएको छ, जो यसमा पनि म अहिले तपाईँलाई भन्नेछु। यसै गरेर सदस्यता अध्यावधिक तथा व्यवस्थापन अत्यन्त महत्त्वपूर्ण यसको प्रक्रिया हो पार्टीको अधिवेशनको लागि। यसमा पार्टीका सम्पूर्ण क्रियाशील सदस्यताको डिजिटल अभिलेख व्यवस्थित गर्दै सदस्यता वितरण, नवीकरण, अध्यावधिक तथा अभिलेखीकरण गर्ने कार्यलाई सरल, विश्वसनीय र प्रभावकारी बनाइनेछ। प्रक्रिया पूरा गरेका सदस्यलाई पार्टीको परिचय पत्र उपलब्ध गराउने तथा छुटेका सदस्यलाई निश्चित समय तोकी पुनः अध्यावधिक अवसर प्रदान गर्ने निर्णय पार्टीको केन्द्रीय समितिले गरेको छ। यसै गरेर सदस्यता व्यवस्थापन सम्बन्धमा सदस्यता व्यवस्थापन समितिले गरेका निर्णयहरू अनुमोदन गरिएको छ। धेरै निर्णयहरूले गर्नुपर्छ, त्यसलाई हामीले अनुमोदन गरेका छौँ र यसका साथै डिजिटल प्रणालीका प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधान गरी कार्य अगाडि बढाउन घरिघरि आवश्यक परिरहन्छ। कार्य अगाडि बढाउन उक्त समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने निर्णय गरिएको छ। अब चाहिँ थप कुनै समस्या आयो भने उक्त समितिले यो विषयलाई सम्बोधन गर्नेछ। पार्टीको 15औं महाधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरिएका छन्। नेपाली कांग्रेसको 15औं महाधिवेशन व्यवस्थापन समितिको पार्टी सभापति श्री गगन कुमार थापाकै संयोजकतामा मूल व्यवस्थापन समिति गठन गरेका छौँ। उहाँकै संयोजकतामा छ र यसमा आवश्यक सदस्यहरू रहनेछन्, जसको नाम हामी पछि प्रकाशित गर्नेछौँ। महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न मूल समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार, स्वास्थ्य लगायत विभिन्न उपसमितिहरू निर्माण गर्नेछ। आवश्यकता अनुसार यसमा रहने संयोजक एवं अन्य सदस्यहरूको नामावली हामी क्रमिक रूपमा प्रकाशित गर्दै जानेछौँ। पार्टीको महाधिवेशनको मुख्य राजनीतिक प्रस्ताव पार्टी सभापति श्री गगन कुमार थापाजीले प्रस्ताव पेश गर्नुहुनेछ, जसमा आगामी दशक लोकतन्त्र र काङ्ग्रेस विषयलाई मुख्य केन्द्रमा बनाएर उहाँले आफ्नो प्रस्ताव पेश गर्नुहुनेछ। यसलाई विशेष महत्त्व दिनुहुन्छ यी विषयलाई र त्यसै गरेर उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक संस्कृतिमा क्षयको प्रवृत्ति र युगानुकूल रूपान्तरणको अभिवादन विषयमा आफ्नो प्रस्ताव पेश गर्नुहुनेछ। उपसभापति विश्वप्रकाश शर्माले यसै गरेर निर्वाचनको लागि यस्तै गरेर प्रदेश निर्वाचन विशेष प्रस्ताव उपसभापति श्री पुष्प भूषालले प्रस्ताव पेश गर्नुहुनेछ। यस सम्बन्धमा पार्टीको सङ्गठन सम्बन्धी प्रस्ताव गुरुराज घिमिरे, महामन्त्री श्री गुरुराज घिमिरेले पेश गर्नुहुनेछ र पार्टीको 15औं महाधिवेशनको प्रचार प्रसार समिति पार्टीको प्रवक्तालाई जिम्मेदारी दिएको छ, जो म आफै यसमा जिम्मेदारी लिएको छु। नेपाली कांग्रेसको विधानलाई समय सापेक्ष अनुकूल, समय सापेक्ष आवश्यकता अनुसार अनुकूल बनाउँदै थप प्रभावशाली बनाउन सङ्गठनलाई महामन्त्री संशोधनको लागि महामन्त्री श्री प्रदीप पौडेलजीको संयोजकतामा विधान संशोधन समिति गठन गरिएको छ र यो समितिले पार्टीका विभिन्न निकायमा रहनुभएका साथीहरूसँग आवश्यक संवाद र सहकार्य सुझाव दिएर आफ्नो मस्यौदालाई अन्तिम रूप दिनेछ। केन्द्रीय समितिमा त्यो समितिले प्रस्ताव पेश गर्नेछ। यसै गरेर पार्टीले अधिवेशनलाई सुसम्पन्न गर्न नियमावली तथा निर्वाचन निर्देशिका जारी गरेको छ। महाधिवेशनको प्रक्रिया सरल, पारदर्शी, सहभागितामूलक र विवादरहित बनाउन आवश्यक पर्ने नियम, निर्देशिका तथा कार्यविधिलाई समयमा स्पष्ट गरिएको छ र यस अन्तर्गत विशेष महाधिवेशनबाट प्राप्त सुझाव र निर्णयलाई आधार बनाई नेपाली काङ्ग्रेसको विधान 2017-11 संशोधन अन्तर्गत नेपाली कांग्रेस नियमावली 2076 तथा निर्वाचन निर्देशिका 2083 मा आवश्यक परिमार्जन गरी लागू गर्ने निर्णय गरिएको छ। साथै नेपाली कांग्रेस सञ्चालन गर्न लागेको एनसी फर एनसी यो तपाईँले धेरैचोटि सुनिसक्नु भएको छ, सार्वजनिक भइसकेको छ। त्यसको कार्यविधि समेत पास गरिएको छ, जो अहिले कार्यान्वयन आइरहेको छ। यसको कार्यविधि समेत पास गरिएको छ। विधानको आवश्यक व्याख्या तथा निलम्बन गर्ने सन्दर्भमा यो 15औं महाधिवेशनमा निर्धारित समयभित्र सम्पन्न गर्न आवश्यक देखिएकोले केही धाराहरू निलम्बन गर्नुपर्ने आवश्यकता भयो।
यस अन्तर्गत 35(2) को घ सम्बन्धित विधानमा व्यवस्था भएको जुन छ व्यवस्था त्यसलाई निलम्बन गर्ने निर्णय गरेको छ, जो चाहिँ अलिकति 6 महिना अगाडि भन्ने शब्द थियो, त्यो चाहिँ अहिले सान्दर्भिक नभएको हुनाले निलम्बन गरिएको छ। र त्यस्तै गरेर केन्द्रीय कार्य समितिले योभन्दा अगाडि केन्द्रीय कार्य सम्पादन समितिले गरेका निर्णयहरूलाई अनुमोदन गरेको छ। धेरै निर्णय गऱ्यौँ यस बीचमा हामीले एउटा केन्द्रीय समितिको बैठकदेखि अर्को केन्द्रीय समितिको बैठकसम्म बीचमा केन्द्रीय कार्य सम्पादन समितिले विभिन्न निर्णय गर्छ र त्यो निर्णयलाई बैठकले अनुमोदन गरेको छ। र भातृ संस्थाको विधानहरू हामीले पारित गरेका छौँ। यस बैठकबाट लामो समयसम्म हाम्रो भातृ संस्था चाहिँ अधिवेशनविहीन छन्। अधिवेशनविहीन विधानको अभावका कारणले पनि भयो, समय सापेक्ष विधान पनि भएन। त्यसकारण यो बैठकले विशेष गरेर नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, तरुण दल, नेपाल दलित सङ्घ लगायत पार्टीका भातृ संस्थाबाट प्रस्तुत विधानहरूलाई नेपाली काङ्ग्रेसको मूल विधान लोकतान्त्रिक मूल्य समावेशिता तथा सम्बन्धित संस्थाको सङ्गठनात्मक आवश्यकता अनुकूल आवश्यक संशोधन र परिमार्जन गरी पारित गरिएको छ। भारतीय संस्थाहरूलाई पार्टीको लोकतान्त्रिक आधार, नेतृत्व, विकास र सङ्गठन विस्तारको प्रभावकारी माध्यमको रूपमा विकास गरी तिनको नियमित अधिवेशन, संस्थागत अनुशासन, नेतृत्व, विकास र सक्रियता सुनिश्चित गरिनेछ। र अन्तमा नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठकले मुलुकको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक चुनौतीप्रति पार्टीको स्पष्ट दृष्टिकोण प्रस्तुत गरी संविधानको रक्षा, आवश्यक सुधार, सबै लोकतान्त्रिक मूल्यहरूको संरक्षण, सुशासन, प्रेस तथा नागरिकहरूको स्वतन्त्रताको सुरक्षा, सामाजिक सद्भाव, विपन्न व्यवस्थापन, उत्पादन लगानीको विस्तार, नागरिकको आन्दोलन समस्याको समाधानलाई प्राथमिकतामा राखेको छ। 15 महासचिवले समय सम्पन्न गर्ने संसदीय प्रणालीलाई व्यवस्थित गर्दै प्रविधि मन्त्री बनाउने, पार्टीका सञ्चालन कार्यसिका र समयको बनाउने र भातृ संस्थालाई थप व्यवस्थित गराउने यिनी सक्रिय बनाउने निर्णय गरेको छ। र अन्तमा नेपाली काङ्ग्रेसको उद्देश्य केवल सरकारको कमजोरी औल्याउनु मात्र होइन, वैकल्पिक नीति, सक्षम सङ्गठन, लोकतान्त्रिक संस्कार र जिम्मेदार राजनीतिक नेतृत्व मार्फत मुलुकलाई नयाँ दिशा दिनु पनि हो। लोकतन्त्रको रक्षा, संविधानको सुदृढीकरण, सुशासन, आर्थिक पुनरुत्थान, सामाजिक न्याय र नागरिक सम्मानको लागि नेपाली काङ्ग्रेस हाम्रो जिम्मेदारी दृढतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। यो चाहिँ हाम्रो पार्टीको बैठकले लगातार गरेको निर्णय हो। यसभन्दा बाहेक साथीहरूले नेपाली काङ्ग्रेससँग जीवनसँग जोडिएका केही प्रश्नहरू छ भने र हामीले त्यसलाई स्पष्ट गर्नु छ भने यसमा स्पष्ट पार्ने कोसिस गर्नेछु र साथीहरूले प्रश्न गर्न सक्नुहुनेछ। यसको एन्सर नेपाली काङ्ग्रेस एउटै छ, निर्वाचन आयोगमा दर्ता एउटै छ। कसको मनमा कतिवटा काङ्ग्रेसको हरेक व्यक्तिको मनको कुरो वैधानिक उपस्थिति हुँदैन। विधानमा त नेपाली काङ्ग्रेस एउटै छ र नेपाली काङ्ग्रेसको महाधिवेशन असोजको 16, 17, 18, 19 गतेदेखि सम्पन्न हुनेछ। एउटा कुरा। अब अदालतको कुरो जहाँसम्म उहाँले ल्याउनु भयो, अदालतमा विचाराधीन मुद्दाप्रति हाम्रो सम्मान छ। हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास राख्दछौँ र न्यायिक निर्णयमा एउटा शब्द याद गरिदिनु होला, एप्रिहेन्स भन्छन्, त्यो देखिने छैन भन्ने कुरामा हामी विश्वास राख्नु, अदालतप्रतिको हाम्रो विश्वास। वैशाख 4 गते अहिले दिएको अदालतले दिएको पुनरावलोकनको आदेशभन्दा अगाडि वैशाख 7 गतेको इजलासले विशेष महाधिवेशनलाई विधान सम्मत मानेको छ। 40% महाधिवेशन प्रतिनिधिहरूले माग गरेपछि विशेष महाधिवेशन बोलाउने प्रस्तावलाई उनले बाध्यकारी मानेको छ। बोलाउनै पर्छ भने अदालतले व्याख्या गरेको छ। र यसमा तपाईँको तजबिज अधिकार, बोलाउने वा नबोलाउने वा टार्ने तजबिजी अधिकार केन्द्र समितिलाई छैन। त्यो हामीले भनेको होइन, अदालतले पनि त्यसलाई पुष्टि गरेको छ। त्यसकारण अदालतले उठाएको प्रश्न भनेको सुनवाईको मौका या तपाईँको प्राकृतिक सिद्धान्तको जुन व्याख्या गरेको छ त्यो सुनवाई भयो कि भएन भन्ने कुरो अहिले बल नेत्री तपाईँको हरेकको मोबाइलमा ती भिडियोहरू, फोटोहरू सार्वजनिक भएका छन्। यो हामीले भिडियोहरू र सामाजिक सञ्जालमा यत्र त्यत्र सर्वत्र छरिएका प्रमाण मात्र होइन, स्वयं तपाईँको निर्वाचन आयुक्तले पनि सार्वजनिक रूपमा अन्तर्वार्ताको क्रममा यो दृष्टिकोण सार्वजनिक गरिसक्नु भएको छ। दाबी प्रतिदाबी प्रमाण आवश्यक कागजातहरू सबै हेरेर सबैको सुनवाई गरेरै त्यो निर्णय गरिएको भन्ने उहाँको दृष्टिकोण सार्वजनिक भइसकेको छ। र विशेष गरेर निर्वाचन आयोगमा प्रस्तुत भएको मुद्दा भनेको पार्टी नेपालको संविधान 2073 को धारा 51 अनुसार प्रवेश गरेको हो। त्यसमा आवेदन गर्ने विषय हो। त्यो आवेदन गर्ने विषयमा हाम्रो सबै पक्षबाट
विशेष अधिवेशन गर्नु भएका पक्षबाट र नगर्न हुँदैन भन्ने पक्षबाट सबैले आफ्नो प्रमाण दिएर गएकै विषय हो र त्यो निरूपण भइसकेको छ। अब बाँकी कुरो आफ्नो ठाउँमा छँदैछ। न्यायले गर्ने निर्णय हामी स्वीकार गर्ने अवस्था हाम्रो छँदैछ लोकतन्त्रमा। र सबैभन्दा मुख्य कुरो के हुन्छ भने न्यायिक निरूपणको समय कति समय लाग्छ त्यो समय ठेगान छैन। त्यो अनन्तकालसम्म लम्बिन सक्छ। त काङ्ग्रेसको अधिवेशन बाध्यकारी छ। हामी अदालतको पनि सम्मान गर्छौँ, पार्टीको विधानको पनि रक्षा गर्छौँ र पार्टीको विधानले हामीलाई 5 वर्षभन्दा समय सीमा कटाउने सुविधा दिएको छैन र नेपाली काङ्ग्रेस विघटन हुने अवस्था हामी निर्माण गर्न चाहँदैनौँ र अनिर्णयको बन्दी बनाउन पनि चाहँदैनौँ र पार्टीका अग्रज र सबै शुभचिन्तकहरू आफ्ना झगडा मतमतान्तरहरू जे जति छ यी सबै विषयहरू विशेष गरेर पार्टीको औपचारिक संरचनाभित्रै बसेर निरूपण गर्नुपर्छ। जति पनि असहमतिहरू छन् ती असहमतिहरू पार्टीको सर्वोच्च स्थानमा छलफलको माध्यमबाट निर्वाचनको प्रक्रियाबाट समाधान गर्नुपर्छ, संवाद सहकार्यबाट। यो हाम्रो आग्रह हो। त्यसले गर्दाखेरि यो पार्टीमा विवाद भन्दा पनि हाम्रो परिभाषामा यसलाई हामीले असन्तुष्टिको रूपमा हेरेका छौँ। विवाद भनेको राजनीतिक दलको सिद्धान्तमा हुन्छ, नीति र कार्यक्रममा हुन्छ। असन्तुष्टि व्यक्तिगत हुन्छ र पार्टीको सिद्धान्तमा विवाद छैन। बिपी कोइरालालाई मान्ने दृष्टिकोणमा कुनै विवाद छैन। पार्टीले लिएका नीति र कार्यक्रमहरूमा कुनै विवाद छैन। मात्र पार्टीभित्र पदको लागि असन्तुष्टि छ र असन्तुष्टिलाई विवादको परिभाषा दिन सकिँदैन। हाम्रो निश्चित स्पष्ट मान्यता छ। त्यसैले गर्दा अधिवेशन पनि हुन्छ र अदालतको निर्णयलाई पनि हामी सम्मान गर्दै जान्छौँ। त्यो प्रक्रिया पनि चलिरहन्छ र अधिवेशन रोक्ने कुरा अदालत पनि गर्न सक्दैन, किनकि अदालत पार्टीको जीवनलाई अस्तव्यस्त पार्ने सहायक शक्ति हुन सक्दैन। किनकि पार्टीको विधानको सर्वोच्च स्थान, पार्टीको मूल्य मान्यता, उसको विधानले रक्षा गर्छ। लाखौँ लाख कार्यकर्ताहरू, लाखौँ लाख जनता जोडिएको संस्थालाई न्यायिक निरूपण गर्ने नाममा निर्णयको बन्दी बनाएर पार्टीलाई त्यो अवस्थामा लगिने अवस्था किमा स्वीकार पनि हुँदैन, यो सम्भव हुन्छ। त्यसैले निश्चित तोकिएकै समयमा अधिवेशन हुन्छ। हाम्रो आग्रह छ पार्टीभित्र फरक मत रहन सक्छ, त्यो लोकतन्त्रको सुन्दर पक्ष हो। फरक मत रहेन भने सत्यको परीक्षा पनि हुँदैन। त्यसैले फरक मतहरू पार्टीभित्रै राखेर निर्वाचनको माध्यमद्वारा मतद्वारा ती फरक मत निर्णायक मत बन्न पुगुन्, हाम्रो शुभकामना छ। र साथीहरू हामीसँग असहमत रहेका साथीहरू पनि मतकै माध्यमद्वारा, प्रतिनिधिहरूकै मतको माध्यमबाट नेतृत्वमा पुग्ने बाटो ढोका खुला छ। उहाँले अर्को कुरो के भन्नुभयो, तपाईँले त्यो हिन्दू के भन्दै हुन्थ्यो होइन? अब एउटा कुरो के यहाँले स्वीकार मानिदिनु पऱ्यो भने यो काङ्ग्रेस पार्टी लोकतान्त्रिक पार्टी हो। यस्ता सभा सम्मेलन, विवाह भतेर, भोज यस्ता चलिरहन्छ प्रक्रियाहरू। जिल्ला जिल्लामा गोष्ठी सेमिनारहरू भइरहन्छन्। पार्टीले जित्ने भनेको आफ्नो पार्टीको औपचारिक सङ्गठनलाई हो। पार्टीको औपचारिक सङ्गठनमा भएका छलफल र निर्णयहरू पार्टीका अङ्ग हुन्छन् र पार्टीको अनाधिकृत सङ्गठनहरूले गरेका कार्यक्रमहरू के हुन्छ भने नोटिसमा हुन्छ। सुन्नको लागि र त्यसले राम्रो निर्णय गरेको कुराहरू पार्टीको मार्गदर्शन भविष्यका दिनहरूमा ती काम लाग्नु हुन सक्छन् कतिपय चिजहरू, तर त्यो निर्णायक चिजहरू हुन सक्दैन। जहाँसम्म मलाई लाग्दछ तपाईँको जुन बुदाहरू कहीँ कतै कसैले भनेको भन्ने कुरा हो, यो पार्टीमा बित्न मत छ। हेर्नुहोस्, यति धेरै मत छ कि हाम्रो महासमिति बैठकमा पनि त्यस्ता मतहरू डिफ्रेन्सेसहरू देखिएकै हो। धेरै मतहरू छ, त्यसै कारण काङ्ग्रेस हो। यो मत राख्ने सुविधा छ काङ्ग्रेसभित्र, तर पार्टीले गरेको निर्णय मात्रै अन्तिम र आधिकारिक निर्णय हुन्छ र पार्टी आफ्नो निर्णयमा पूर्ववत अडिग छ, जुन निर्णय यसभन्दा अगाडि महाधिवेशन महासमितिले गरिआएको हो। अब यो दूरी नाप्ने यन्त्र त हुँदैन राजनीतिमा, तर राजनीति जहिले पनि सम्वादले नजिक ल्याउने र सबभन्दा सम्वादलाई केले नजिक ल्याउँछ? पार्टी सेन्ट्रिक भए म भन्छु यसलाई जहिले पनि के हुन्छ भने पार्टी सेन्ट्रिक भएर आफ्ना धारणाहरू आयो भने सहमतिको नजिक हुन्छ र पार्टी सेन्ट्रिक होइन। यदि इन्डिभिजुअल व्यक्तिको आकाङ्क्षालाई केन्द्रबिन्दुमा राखेर यदि समस्यालाई गहिराइमा लाने भने त्यसको अनन्त विवाद रहिरहन्छ। त्यसले गर्दा चुनदेवीको भन्ने कुरो, बडा चुनदेवी अहिले राजनीतिमा चर्चित भएर आएको छ। चुनदेवी सम्पर्क कार्यालय होला, कसैको घर होला, कसैको के होला, त्यसमा हाम्रो कुनै केही प्रतिक्रिया छैन। तर मलाई के लाग्छ भने पार्टीभित्र एउटा डेमोक्रेटिक पार्टी इतिहासदेखि वर्तमानसम्म इतिहासमा हाम्रो कस्तो थियो कालखण्ड भने वैचारिक थियो।
कतिपय डिस्कसनहरू हुन्थे, त्यसले एउटा राम्रो व्यवस्थित, त्यसले राम्रो किसिमको संवादले अन्तिममा निष्कर्ष पनि राम्रो ल्याउँथ्यो। अहिले ती कतिपय कुराहरू पार्टीभित्रका सङ्घर्षहरू वैयक्तिक हुन थालेको छ। एक अर्थमा महत्त्वाकांक्षा व्यक्तिगत आकांक्षाबाट प्रेरित भएर भएका विवादको कसरी ग्रहण गर्ने, त्यसले गर्दा त्यहाँ भएका बोर्डमा त्यहाँ भएका अभिव्यक्तिलाई तपाईँले त्यसरी विवादकै रूप ग्रहण गर्नुभयो भने पार्टीको वैधानिक विधि विधानको त कुनै अर्थ रहेन। त्यसले गर्दा पार्टीभित्रका आफ्नो असहमतिहरूलाई पार्टीको वैधानिक प्रक्रियाभित्र ल्याउनुपर्छ भन्ने कुरा हो। अब यो अनन्तकालसम्म झगडिया जस्तो यत्रो पार्टीको इमेज वैकल्पिक रूपमा जनताले अहिले आशा गरिरहेको अवस्थामा, काङ्ग्रेस लोकप्रिय बन्दै गरेको अवस्थामा, काम गर्नुपर्ने चुनौतीको अवस्थामा यो खालि झगडाको समाचार बनिरहनुको लागि शीर्ष नेताहरूलाई पनि नसुहाउने विषय हो भन्ने हाम्रो बुझाइ हो। अभिभावकले त बाटो देखाउने हो होइन, सभापति हाम्रो एउटै हुनुहुन्छ, एउटै सभापति हुनुहुन्छ, एउटै पार्टी छ, यो कानुन संविधान सबैले मानेको एउटै हो। मनमा त कसैले आफूलाई राष्ट्रसङ्घको महासचिव मानेका होला, कसैले अमेरिका राष्ट्रपति माने पनि भयो। त्यो मनको कुरा र वैधानिक त फरक विषय हो त। यो यस्तो छ, विभिन्न देशमा विशेष गरेर भाद्र 24देखि विकसित भएका घटनाक्रमहरूलाई, चाहे तराईको घटना होस्, चाहे भाद्र 24को होस्, चाहे तपाईँको यसबीच सरकारले गरेका विभिन्न खालका संदिग्ध निर्णयहरू हुन्, हरेक निर्णयका पछाडि केही न केही राज त हुन्छ होला। पक्का यो अनुसन्धानको विषय हो, अध्ययनको विषय हो। अहिले हामी निर्णय गरिसकेको अवस्था छैन, यो अनुसन्धानको विषय चाहिँ डेफिनेटली छ। दवाडीजीको प्रश्न पनि यो प्रश्न जोडिन्छ, दुईवटा काङ्ग्रेस भनेर धेरै साथीहरूले भन्नुभयो। यो पुनरावलोकनले यो अहिले जुन अदालतले दिएको छ पुनरावलोकन गर्ने सुविधा, यसले के तपाईँको योभन्दा अगाडिको अदालतको निर्णयलाई खारिज गरेको छ नै छैन। भनेपछि अदालतको स्वाभाविक नियममा के हुन्छ, पूर्ववत निर्णय कार्यान्वयन हुन्छ। मात्र पुनरावलोकन हेरिदेऊ नि त भनेको न हो, खारेज गरेको छैन नि। भनेपछि अदालतको निर्णयको विरुद्धमा, नेपालको संविधानकै विरुद्धमा या कानुनको विरुद्धमा या पार्टीको विधानको विरुद्धमा कुनै संस्था छ भनेर काङ्ग्रेस पार्टीको अर्को सहपाठी भनेर हामी कसरी कल्पना गर्ने? अब तपाईँको कुरो अत्यन्तै महत्त्वपूर्ण कुरा छ। यसलाई समेट्ने क्रममा तपाईँले प्रारम्भमै टिकट वितरणबाटै हामीले प्रारम्भ गरे हो। विशेष अधिवेशनमा लागेका मात्रै मान्छेले होइन कि नियमित अधिवेशनका पक्षधरलाई पनि निष्पक्षतापूर्वक टिकट वितरण प्रारम्भमै हामीले गरे हो। नम्बर 1। त्यसपछिको केन्द्रीय समिति विस्तारमा तपाईँ अहिले हेर्नुभयो भने विशेष अधिवेशनका पक्षधर मात्र त हुनुहुन्न, नियमित पक्षधर समेट्दै लगेको अवस्था छ नि त। अहिले केन्द्रीय समिति विस्तार गर्दा पनि सदस्यता आवधिक गर्ने भनेको पार्टीको जीवन प्रणालीलाई समय सापेक्ष प्राविधिकयुक्त बनाउने हो। विशेष गरेर फिजिकल अर्गनाइजेसनभन्दा अहिले डिजिटल अर्गनाइजेसन स्ट्रङ भएर आएको छ क्याम्पेनिङमा, होइन, प्रचार प्रसारमा। त्यो जहाँ हाम्रो चाहिँ विक छ, जहाँ हाम्रो चाहिँ ल्याप्सेस छ, त्यो ल्याप्सेसलाई पुरा गर्नको लागि पार्टीलाई अपडेट गर्ने क्रममा पार्टीले डिजिटलाइज गर्ने प्रक्रियामा प्रवेश गरेको। यसलाई कतिपय नेताहरूले अध्यावधिको अर्कै क्रममा बुझिदिनु हो। यो वास्तवमा हामीले पार्टीलाई स्ट्रेन्थेन गर्ने क्रममा ल्याएको नीति थियो र पार्टीको देशभरि भएका सदस्यताको आवधिक गर्ने प्रक्रियाले तपाईँले क्लोजली अब्जर्भ गर्नुभयो भने 8 लाखभन्दा बढी सदस्यहरू हाम्रो भइसक्नु भएको छ, यो अध्यावधिक गरिसक्नु भएको छ। अध्यावधिक गरिएका सदस्यहरू चाहे नियमित हुन् चाहे विशेष कम, देशभरिको आँकडा तपाईँ हेर्नुभयो भने सबैजना नेताहरूले गर्नुभएको छ। र मलाई लाग्छ यो राजनीतिक रूपमा यसलाई अध्यावधिक नगर्ने नेतृत्वहरूको सङ्ख्या धेरै सीमित सङ्ख्या र त्यो सिम्बोलिक मात्रै छ जस्तो भन्ने हाम्रो अनुमान छ। त्यो सिम्बोलिक अध्यावधिक गर्न बाँकी रहेको नेताहरूलाई पनि हामीले पार्टीले आज पनि निर्णय मैले तपाईँलाई सुनाएँ, त्यो सुविधा अहिले पनि हामी पार्टीको निर्णयले सुविधा प्रदान गरेको छ, अझै पनि छ। त्यसले गर्दाखेरि पार्टीको केन्द्रीय समितिमा विस्तार गर्ने क्रम होस्, पार्टीको अधिवेशनलाई सुनिश्चित गर्ने र निष्पक्ष बनाउने विधिमा किन नहोस्, हरेक संरचनालाई निष्पक्ष बनाउने विधिमा के गर्दा निष्पक्ष हुन्छ त्यो हरेक कुरामा यो पार्टी केन्द्रीय समिति लक्षक छ। नेताहरूले चाहेको अहिले तपाईँले भनेकै आधारमा यदि सही हो भने त्यो कुनै विवादको विषय रह्यो, त्यो धेरै तपाईँको एकताको नजिकको विषय रह्यो र उहाँले उठाएको त्यही मात्र बाँकी विषय हो भने त्यो कुनै गाह्रो छैन। त्यो विषय बारम्बार हामीले अपिल गर्दै आएका छौँ। मात्र हाम्रो शर्त के हो भने पार्टीको विधानको सर्वोच्चताभन्दा बाहेक, विधानले कल्पना गरेको भन्दा बाहेक संरचनाहरू अर्को पावर सेन्टर बनाएर यो नयाँ प्यारल तपाईँको सङ्गठनको छेरपिछार गर्ने काम नगरौँ।
पार्टीको विधानलाई कायम राखेर बाँकी पावर सेयरिङ गरेर जे गर्न पर्ने त्यो गरौँ। त्यसकारण मैले बारम्बार भनेपछि विवाद होइन असन्तुष्टि, यो विवाद होइन असन्तुष्टि भनेको कारण यही हो। र यो असन्तुष्टिलाई सम्बोधन गर्नको लागि हदैसम्म हामी लचक छौँ। अब यो पार्टीको साथीहरूले यो सभा किनभने समय सीमा कम भयो, हामीले धेरै छोटो समय जस्तो प्रारम्भ गर्छौँ। वडा अधिवेशन प्रारम्भ त भइसक्यो, वडा अधिवेशन अब निर्वाचन आयोगको तोकेको दिनदेखि सुरु हुन्छ। राष्ट्रिय महाधिवेशन 16-17 गतितिर सक्ने भएपछि केन्द्रीय सदस्यहरूलाई आफ्नो वडा महाधिवेशन लड्दै जाँदा प्रचार प्रसार गर्ने कुरामा या आफ्नो भूमिका बढाउने क्रममा अलिक कठिनाइ उत्पन्न भयो। त्यसले गर्दाखेरि यो चाहिँ व्यवस्था होस् भन्ने माग राख्नु स्वाभाविक कुरा हो होइन। तर आम प्रतिनिधिको, देशभरिका प्रतिनिधिको माग के चाहिँ छ भने पार्टीमा इक्वेल हुनु पऱ्यो, जस्टिस हुनु र प्रेरोगेटिभ राइट्स या अवस्था हुनु पऱ्यो, इक्वेल हुनु पऱ्यो। चाहे सभापति होस् चाहे तल होस्, पार्टीको लागि समान मान्छे हो। जिम्मेदारी भनेको अवसर हो, कुनै समयको लागि दिएको पद भनेको जिम्मेदारी हो। त्यसैको आधारमा डिस्क्रिमिनेसन हुनु भएन, वी आर इक्वेल। त्यस कारण सबैले चुनाव लड्नुपर्छ भन्ने देशभरिको साथीहरू मान्यता पनि हो र विगतको महासमितिले पनि यसलाई दिशानिर्देश गरेको विषय हो। त्यसकारण यो विषयमा पार्टीले चाहिँ हाम्रो तलैबाट आउनुपर्छ भन्ने निर्णय गरेको छ। कुनै परिवर्तन छैन, भयो भने पनि सल्युसन आउँछ। धन्यवाद।